कल्पना गर्नुहोस्, लगभग 200 वर्ष हजार पहिले पृथ्वीमा मानव जाति सुरु भएको समय। त्यो बेला न सहर थियो, न भाषा थियो, न कुनै स्थायी बस्ती। केवल घना जङ्गल र त्यहाँ बाँच्न सङ्घर्ष गर्दै गरेका प्राणीहरू। मानव प्रजाति होमो सेपियन्स धेरै कमजोर थियो। न त ऊ सबैभन्दा बलियो थियो, न छिटो, न कुनै ठूलो खतरा सामना गर्न तयार। हरेक दिन जीवन र मृत्युको बीच केवल केही क्षणको दूरी थियो। तर मानवको ठूलो क्षमता थियो, स्मरण शक्ति र सोच्ने क्षमता। करिब 50,000 वर्ष अघि मानिसले ढुङ्गा र हड्डीका औजारहरू बनाउन सुरु गर्यो। करिब 40,000 वर्ष अघि उसले आगो बाल्न सिक्यो। यसले खाना पकाउने, सुरक्षा बढाउने र सामाजिक संरचना विकास गर्ने अवसर दियो। लगभग 10,000 वर्ष अघि मानिसले कृषि क्रान्ति सुरु गर्यो। बस्तीहरू बसालियो, खेती सुरु भयो, जनावर पाल्न थालियो। यो नै पहिलो कदम थियो स्थायी सभ्यता निर्माणतर्फ। शिक्षा, औषधि, परिवार र भाषाको विकास। कृषि सुरु भएपछि मानिस केवल पेट भर्ने काममा सीमित रहेन। अब उसलाई सोच्ने, सिक्ने र ज्ञान सँगाल्ने समय मिल्न थाल्यो। यहीबाट मानव सभ्यताको बौद्धिक यात्रा तीव्र रूपमा अगाडि बढ्यो। शिक्षा चेतनाको सुरुवात। सुरुमा शिक्षा औपचारिक थिएन। आमाबुबाले छोराछोरीलाई खेती, शिकार, औजार बनाउने सिप सिकाउँथे। ज्ञान मौखिक रूपमा पुस्तादेखि पुस्तामा सर्दै गयो। पछि केही सभ्यताहरूमा लेखन प्रणाली विकास भयो। उदाहरणका लागि मेसोपोटामिया क्षेत्रमा पहिलो पटक क्युनिफर्म लिपि प्रयोग भयो। त्यस्तै एन्शियन्ट इजिप्टमा चित्रलिपि, हाइरोग्लिफिक्स प्रयोग हुन्थ्यो। लेखनले ज्ञान सुरक्षित राख्ने शक्ति दियो। यहीबाट औपचारिक शिक्षाको आधार तयार भयो। औषधिको खोज र स्वास्थ्य चेतना। मानिसले अनुभवबाट सिक्दै गयो। कुन बोटबिरुवाले रोग निको पार्छ, कुनले हानि गर्छ। जडीबुटीको प्रयोग सुरु भयो। घाउमा पात बाँध्ने, तातो पानी प्रयोग गर्ने अभ्यास बढ्यो। पशुपालनसँगै सरसफाइको महत्त्व बुझिन थाल्यो। एन्शियन्ट इजिप्ट र एन्शियन्ट इन्डियामा प्रारम्भिक चिकित्सा पद्धतिहरू विकास भएका थिए। भारतमा आयुर्वेदको आधार यही समयतिर तयार हुँदै गयो। यसले मानवलाई रोगसँग जुझ्ने क्षमता दियो र आयु लम्बिँदै गयो। परिवार संरचनाको विकास। घुमन्ते जीवनमा परिवार सानो समूहमा सीमित थियो। तर स्थायी बसोबासपछि स्थायी घर बन्यो। दम्पति र सन्तानको संरचना स्पष्ट भयो। सम्पत्तिको अवधारणा विकास भयो। अब परिवार केवल जैविक सम्बन्ध मात्र नभई सामाजिक संस्था बन्यो। विवाह, परम्परा, उत्तराधिकार जस्ता अवधारणाहरू जन्मिए। भाषाको ज्ञान र विकास। भाषा त पहिले पनि थियो, तर स्थायी समाजसँगै भाषा जटिल बन्दै गयो। नयाँ शब्दहरू बने। भावना, नियम, कथा व्यक्त गर्न सजिलो भयो। मिथक र इतिहास मौखिक रूपमा सुरक्षित गरियो। पछि लेखन प्रणालीले भाषालाई स्थायी रूप दियो। उदाहरणका लागि सुमेरियन भाषा विश्वकै प्राचीन लिखित भाषामध्ये एक मानिन्छ। भाषाले मानिसलाई अन्य प्राणीभन्दा पृथक बनायो, किनकि अब उसले केवल वर्तमान होइन, भूत र भविष्यको कुरा गर्न सक्थ्यो। निष्कर्ष। खेतीले पेट भर्ने आधार दियो, तर शिक्षा, औषधि, परिवार र भाषाले मानवलाई सभ्य बनायो। यही चरणमा मानिस केवल बाँच्ने प्राणीबाट सोच्ने, योजना बनाउने र समाज निर्माण गर्ने चेतनशील प्राणीमा रूपान्तरण भयो। जङ्गलको अन्धकारबाट चेतनाको उज्यालोसम्मको यो यात्रा केवल अस्तित्वको कथा थिएन, यो मानव बन्ने यात्राको सुरुवात थियो। जब आदि मानवले सोच्न सिक्यो, बुझ्न सिक्यो, त्यसै दिनबाट सभ्यताको बिउ रोपियो। तर कथा यहाँ समाप्त हुँदैन। अब सुरु हुँदैछ अर्को ठूलो परिवर्तन, जब मानवले पृथ्वीलाई केवल बस्ने ठाउँ होइन, तर निर्माण गर्ने संसारको रूपमा हेर्न थाल्यो। अर्को भागमा हामी हेर्नेछौँ कसरी कृषि सुरु भयो, कसरी गाउँ बने र कसरी पहिलो सभ्यताले जन्म लियो।
यदि तपाईँ मानव सभ्यताको यो रोमाञ्चक यात्रासँगै हिँड्न चाहनुहुन्छ भने यो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भागमा भेटौँला।